ल साथीहरु खुर्सानीको बेर्ना है स्टेपको राखेछौं है सानो स्टेप ठुलो लगभग अब रोप्ने बेला भइसक्यो चाहिँ के गर्नु प्लास्टिक आएको छैन ड्याङहरु बनाइसक्यो बेर्ना ठुलो भइसक्यो लगभग यो एउटा ड्याङमै कति 12-1300 यो यता नयाँ रोप्ने है खुर्सानीको बेर्ना यो पोहोर साल रोपेको खुर्सानीहरु फलेछ है मजाले पोहोर साल रोपेको कति नयाँ रोप्दैछौं टन्नै छ